एक गाउँमा रामबहादुर नामको किसान बस्थे। उनको सानो खेत थियो, तर मन ठूलो थियो। एक वर्ष ठूलो खडेरी पर्यो। सबै किसान निराश भए, तर रामबहादुरले हार मानेनन्। उनले बिहानै उठेर इनारबाट पानी बोकेर आफ्नो खेत सिंचाई गर्न थाले। दिनभरि पसिना बगाएर काम गर्थे। गाउँलेहरूले उनको हाँसो उडाउँथे, यसरी के हुन्छ र भनेर। तर उनले कसैको कुरा सुनेनन्। केही समयपछि जब अरूको बाली सुक्यो, रामबहादुरको खेत हरियो भयो। अन्ततः उनी सफल किसान बने। याद राख्नुहोस्, मेहनत र धैर्य भए असम्भव केही हुँदैन। तपाई पनि आफ्नो लक्ष्यमा अडिग रहनुहोस्। उदयपुरको कटारीमा बस्ने सिद्धार्थ श्रेष्ठ सानो हुँदा पढाइमा खासै ध्यान दिँदैनथे। उनको मन सधैँ खेलकुद र वरिपरिको कुरा खसी हेर्नेतिर लाग्थ्यो। आमा बुबाले सम्झाउँदा पनि उनले खासै टेर्दैनथे। 6 कक्षा पास गरेपछि शिक्षकले भने, सिद्धार्थ, तिमीले चाह्यौ भने राम्रो गर्न सक्छौ, अब मेहनत सुरु गर। त्यो कुराले उनलाई गहिरो प्रभाव पार्यो। त्यसपछि उनले आफ्नो बानी बदल्ने निर्णय गरे। उनी बिहान चाँडै उठेर पढ्न थाले र कक्षामा ध्यान दिएर बस्न थाले। बिस्तारै उनको पढाइमा सुधार देखिन थाल्यो। केही समयपछि परीक्षा आयो। सबैलाई अचम्म पार्दै सिद्धार्थ कक्षामा पहिलो भए। त्यसपछि उनी सधैँ राम्रो नतिजा ल्याउन थाल्नुभयो। याद राख्नुहोस्, मेहनत, अनुशासन र निरन्तर प्रयासले नै सफलता हासिल गर्न सकिन्छ। तपाई पनि आजैबाट प्रयास गर्नुहोस्।